हेलो गाइज, नमस्ते एन्ड वेलकम। आज चाहिँ मेरो यो आइडीमा चाहिँ फर्स्टचोटि हामी सिजर पेपर र गेम खेल्दैछौँ। अब यहाँ लेट स्टार्ट गो हुँदैछ। अब हामीले यहाँ कतिचोटि खान्छौँ हजुरहरूले गनेर कमेन्ट बक्समा कमेन्ट लेखिदिनु होला। मेरो यो फर्स्ट भिडियोलाई पनि मन पराइदिनु होला। मेरो नानीले फर्स्टमै पाइन स्टार्ट गरेर ङ्याङ गरेर खुसी हुँदैछिन्, पाएँ खान पाएँ भनेर। अब मेरो पालो कहिले आउँछ हेर्दै गरौँ है त। ऊ मेरो पालो पनि आयो। अब झ्याप्प लाएर म झ्याप्पै खाइदिन्छु एक चम्चा होइन। ल अब मैले खाएँ। कस्तो मिठो छ क्या, पिरो होइन, दामी छ दामी। फेरि अब आयो है त, फेरि सानीलाई परो। यिनी चाहिँ अलि धेरै खान खोज्छिन् क्या, अहिले मामुलाई कम दिउँ भन्छन् क्या। यिनले चाहिँ ऊ हालिसकिन् एक घाँस मुखमा। मलाई चाहिँ कहिले पालो आउला र गरौँला भन्ने लाग्छ। ऊ बिस्तारी गरेर बस्छिन्। मेरो पालो आयो झ्याप्पै लाएर। अब अन्डा खाइदिएँ मैले। अब झेली गर्नुभयो मामु भन्छन् यिनले फेरि। तर होइन अन्डा र चाउचाउ एकैचोटि खाएको हो नि त खासमा मैले। लिएर उहाँ झेली गर्नुभयो भनेर रुन लागिसकिन्। अब फेरि फेरि अर्की सानी फेरि कचौरो थाप्न आउँदैछिन्। यो पिरो हो तिमीले खान सक्दिनौ भनेको रुन खोज्छिन् फेरि। लगेर कत्रो घाँस हालिकिन् यिनले। आमा मामुले खान्छ भनेर होला। म फेरि असिना पसिना भएर मन लागिसकेँ। अब ल ल ल यिनलाई मात्रै पाल पर्छ क्या फेरि, के भएको होला। हेरेर ढिला गरौँ भने कस्तो झेल्ली गर्न लाग्नुहुन्छ भन्छन्। त्यही भएर अब के गर्नु, खाउन्, छोरी हुन् मेरी, भोलि पर्सि पाल्छिन् होला बुढेसकालमा। मलाई गर्मीले फेरि उल्का बनायो, फ्यान पनि निभेछ यही बेला। अब कसको पालो पर्छ, मेरै परो ल झ्याप्पै लाएर। ल अब म यस्तो गम खान्छु कि एक थालै एकैचोटि सिद्ध्याइदिउँ कि क्या हो। तर त्यस्तो नगरौँ, छोरी रुन सक्छिन्, हेर्दैछिन् कर्के नजरले कति खाने हो भनेर। ल खाइदिएँ मैले नि, लु के जान्छ र मेरो बाउको होइन। ल हेर फेरि आमामा चपाउँदैछु म पिरो र तातो फेरि। ओहो बस्नु खप्नुको छैन फेरि। अर्की सानी फेरि कचौरो थापे मलाई दिनु मलाई भन्छन्। अलिकति हालिदिएको पिरो, पानी चाहियो भनेर रोएर बस्नु गरिनन्। फेरि सानीलाई चाहिँ खुवाउने गरे होइन नि त। ल अब फेरि नि मेरै पालो पऱ्यो। कतिचोटि हजुरको पऱ्यो भन्छन्। अघि उनको पर्दा चाहिँ मैले भनेको थिएँ त त्यस्तो। यो अलि लोभी छिन् क्या। अब के हुँदै जान्छ हेर्दै जाउँ न। उहाँ अर्की फेरि ल्याऊ कि ल्याऊ भने गर्छ। नानी भिडियोमा देखाउनु खोजेको नआउने रे, के गर्नु त। अब नआएदेखि होइन। ल हेर माग्या, के गर्ने होला यिनलाई, दिने होला कि नदिने होला। फेरि पऱ्यो यिनको पालो। अन्डा खान लागेछिन्, खाइन् झ्याप्पै खाँदैछिन् मुखभित्र। ल हेर नअट्या मामा कहिले गर्छिन् भनेर हेरेर बस्छु म। बोलाउँछु छिटो गर भनेर। अर्कीले चोर्दैछिन् फेरि उताबाट। सिजर पेपर रक हुँदै थियो यहाँ। मलाई खानु न मामु भने नानी। म अब के गर्नु भनेर बसिरहेको थिएँ होइन। अनि खानु मामु खानु भने गर्छिन् सानी। फेरि ऊ खोज्छिन् उहाँ मामुले खानुहुन्छ भनेर। यस्तो छ यहाँ, कस्तो रमाइलो भइरहेको छ। तर हाम्रो यो फर्स्ट भिडियो हो नि त, यसलाई माया गरिदिनु भयो भने हामी फेरि अर्को बनाउँछौँ। यिनलाई मात्र पर्छ क्या फेरि पालो चाहिँ, जति बेला यिनलाई मात्रै पर्छ। यिनी त चाउचाउै कति खाइन् आमामा। मलाई खोइ त अब सिद्धिन लागिसक्यो, पालै आउँदैन। हेर म खेल्नै जान्दिनँ क्या फेरि। त्यही पनि म मुटुमाथि ढुङ्गा राखेर हाँस्दैछु, के गर्नु। रुन मिलेर अब छोरीले खाँदाखेरि पसिना तर चुहेर पुस्दैछु म फेरि। यस्तै छ यहाँ। फेरि अलिअलि बिग्रे पनि मिल्या जस्तो भयो होइन। अब म यो मौकामा चाहिँ यति खान्छु कि यति धेरै खान्छु कि सबै नै सिध्याइदिन्छु होइन। यिनी हेरै पर्छिन्। म चाहिँ अब त्यसरी खाएको के गर्नु भएको मामु, उहाँ झेली भइसक्यो भनेर उता फर्किन् रिसाले। डरिसाउ भन्दै यहाँ म फकाउँदैछु यिनलाई। फेरि हाँसिन्, मुसु हाँस्छिन्। अनि बुइनी फेरि कुटे गर्छिन्। म कुटा भन्दा पनि मान्दिनँ। ल यस्तो खाइदिएँ कि मैले, आमामा ल हेर खोसे किन आएर। फेरि त खान्न म भन्दैछु अनि सम्झाउँदैछु। हाततिर लाग्यो नि म चाट्दैछु होइन। यस्तै हो। अर्की सानी पुन्टुङरिङले फेरि खानु मामु भन्दै खुवाइदिन्छन्। अनि हेर झेली गरे भनेर ऊ खोज्दा आउँछिन्, मुखमै खोज्न आउँछिन्। के गर्नु अनि, यस्तो पनि हुन्छ। झेली गरे चाहिँ होइन है मैले। अब सानीले खानु भनेपछि त खान पऱ्यो, खाइदिनु पऱ्यो। फेरि सानी रुन्छिन् होइन। लु आयो खाइन्। फेरि आफ्नो पालो पर्दा चाहिँ एकदम खुसी हुन्छन्। अनि मैले खाँदा चाहिँ अलि मुख लाउँछिन् क्या मेरी ठुली छोरी। ठुली काम छैन ल हाँसे किनमा खानु पाएँ भनेर मक्खै पर्छिन्। अनि ल हेर अर्को फेरि थापे गर्छ कचौरो। पिरो नदिउँ भनेर हो, यस्तो पिरो त खुवाउनु भन नि त बेबीलाई त।
अब हामीले नि खानु नहुने तर यही मिठो हो के गर्नु मिठो त अब खानै पर्यो मिठो बिना त बाँच्नै सकिँदैन यिनलाई मात्रै परो पालो जति सकिन लागिसक्यो मलाई दिनन् भनेर मलाई कति पिर परिरहेछ अब यसो माया गरेर खानु न मामु भने नि हुन्थ्यो नि उहाँ सानो फेरि लगेर पछाडिबाट आकिन् पानी चाहियो भन्दै रुन्छिन् अनि बुइनीलाई पानी खुवाउन गएको बेलामा मेरो पालो परेको थियो तर अलि मैले गुवाम खाएँ अनि धेरै खानुभयो होला भनेर त्यहाँ पिर गर्दैछिन् तर बाँकी राखेको छु अलिकति अब सिद्धिन लागिसक्यो हाम्रो झट्ट उसलाई परो म चाहिँ पसिना पुस्दैछु पसिना नि कति आएको हो गर्मीमा त साह्रै गाह्रो हुँदो रहेछ हेर मुखको नि खसेको कठैभरि लैले भाग्यमा नभएपछि मुहा परे घाँस नि खस्छ अरे भने त्यही हो रहेछ भन्ने कुरा आज थाहा भयो मेरो छोरीलाई देखेर वा फेरि परो त भाइ आमामा सकाउने भएन अन्डा त मलाई राख्दिन नै के गर्नु अन्डा नि खोइ बर्ड फ्लू लाहा भन्दै हामी त खायौँ क्यारे तर बर्ड फ्लूको सुनेदेखिबाट भर्खर फर्स्टचोटि आएको हामीले ल हेर मेरो पालो परेछ भनिदिइरहेछन् मेरो परो होला भनेर छोडेर बसेकी रहेछन् ल आफ्नो पालो पऱ्यो नि थाहा होइन मैले खाइदिनु पर्ने ल मेरो परो झेली गर्नुभयो भनेर फेरि मलाई गर्न लागिन् झेली भने नि जे भने नि ल मेरै पालो हो अब मैले यस्तो मजाले खान्छु थाले चाटी खाने हो म त ल हेर खोस्या हेर्नु न गाई चाहिँ यस्तो नि हुन्छ त ल हेर्नु खोसेको ल हेर त्यो गर्छिन् अनि यिनले मलाई के माया गर्छिन् होला त भविष्यमा हेर्नु त गाई ल यति चाउचाउको लागि फेरि गरौँ अरे ल हेर्नु है ल मलाई नै परो म चाहिँ नाचिरहेको छु हेर उताबाट के खाँदैछिन् पिरले होला मेरो छोरीलाई कति पिर लागेको